ल हेर्नुहोस् हाम्रो जिम हल आज यस्तो छ जिम हल होइन। यो हो हाम्रो जिम हल। यो चाहिँ नि जिम हलको सबभन्दा राम्रो भनेको हाम्रो यो टायल हो। टायल चाहिँ नि यो जति नै यो यस्तो चाहिँ एकदमै राम्रो खालको टायल छ। यसमा फलाम झरे पनि यतिको चाहिँ टायल हुनुपर्छ जिम हलमा। एकदमै सबभन्दा राम्रो चाहिँ नि यो टायल चाहिँ नि एकदम राम्रो हुनुपर्छ। यहाँ फलाम झरे पनि यो केही हुँदैन, टुट्दैन फुट्दैन। यो एकदमै राम्रो खालको टायल हुन्छ। यस्तो टायल भएको चाहिँ जिम हल हुनुपर्छ, नत्र यो फुटेर ढुटेर खतम हुन्छ। जस्तो फलामहरू यो अब सबै यता झरेको हुन्छ, फुटेको हुन्छ, टुटेको हुन्छ। तर यो टायल चाहिँ केही हुँदैन। यो यस्तो खालको बलियो खालको राम्रो खालको यो टायल छ। यस्तै गरी जिम हल बनाउनु पर्छ मात्रै हुन्छ। कति फलामहरू यहाँ झरेको छन्, गिरेको छ होइन, तर केही भएको छैन। ल हेर्नुहोस् यो टायल चाहिँ एकदम राम्रो यस्तो ल हेर्नुहोस् केही हुँदैन। यो सबभन्दा राम्रो यो टायल यस्तो चाहिँ हुनुपर्छ। यो टायल भन्दा पनि यो कार्पेट चाहिँ रबर कार्पेट भनिन्छ यसलाई होइन। यस्तो चाहिँ हुनुपर्छ। जिम गर्ने हो, तन्दुरुस्त रहने हो, स्वास्थ्यमा अलिकति सुधार ल्याउनुपर्छ, आफ्नो शरीरलाई मेन्टेन राख्नुपर्छ। र हामीले खाँदै बस्दै गरेर मात्रै हुँदैन, खाने बस्नेको साथै अब जिमहरू गर्नुपर्छ, खेलकुदमा भाग लिनुपर्छ है। त्यो गऱ्यो भने स्वास्थ्यको लागि राम्रो हुन्छ। र जिम हलमा विशेष गरेर यो टायल चाहिँ कार्पेट चाहिँ नि रबर कार्पेट हुनुपर्छ। जस्तो यो एकदमै राम्रो कार्पेट छ यो हैन। यसमा चाहिँ नि फलाम झरे पनि जस्तो सपोज अब ड्रम्बलहरू झर्छन् होइन, यस्तो नि केही हुन्न, एकदम स्ट्रङ।